मैले भन्दै आएको छु तलबाट आउँदै हामीले जितिसके हो कि हैन कन्फर्म हैन यो बुथ कन्फर्म हो सोधिहाल्नुस् है र हामी चाहिँ यति कन्फिडेन्ट छु हाम्रो सबै बगानबाट चाहिँ बुथै जित्छौँ हामी कतिजनाले त पाउँदैनौँ होला ढङ्गले र त्यो चाहिँ जिम्मेवारी चाहिँ तपाईहरुको र म तपाईहरुकोबाट भोट माग्नु भन्दा बेसी आशीर्वाद लिनु आएको किनभनेदेखिको मैले जितेको तपाईले जित्नु भएको हो हामी त धेरै लामो समयदेखिको काम गरिरहेको थियौं हैन धेरै आदान प्रदान भइरहेको छ अब तपाईहरुलाई भाइले भन्दैछ तपाईहरुको परेशानी के छ भन्नुस् भन्दा बुझाबुझ छ भन्दैछ सके भयो हो र अब एक्लै हुँदाखेरि म र तपाईहरु मिलेर हाम्रो अरु साथीहरु मिलेर 84 वटा बगानको कमानको आमाहरु मिलेर यति ठुलो हामीले काम गरिसकेको छौं भने चाहिँ तपाईहरुले चाहिँ भोटको ताकतले मलाई जिताएर त्यो जग्गामा पठाइदिनु भयो भने झनै धेरै काम हुन्छ झोलीहरुले हेप्नु सक्दैन तपाईको बोनस खाइदिनु सक्दैन तपाईको मिनिमम वेजको कामहरु हुन्छ धेरै कामहरु हुन्छ त्यस्तै प्रकारले बस्तीतिर कस्तो कस्तो कामहरु हुनुपर्ने माछा पालनको पैसा हैन तपाईहरुलाई दिनुपर्ने तपाईहरुलाई खेतीपाती गर्ने हर्टिकल्चर फुलको लागि गर्नुपर्ने तपाईहरुलाई बाटोघाटो राम्रो हुनुपर्ने सबै कुरोको सहुलियत तपाईहरुको अधिकारको कुराहरुको लागि चाहिँ हामी काम गर्न सक्छौं हैन त यही त हो त्यही कारणले गर्दाखेरि चाहिँ म भन्छु तपाईहरुलाई सँगसँगै तपाईहरुको घरको परिवार दाजु भाइ दिदी बहिनीहरु जति पनि हुनुहुन्छ जो पनि अफिसमा गर्नुहुन्छ कतै पनि जग्गामा बाहिर देशमा हुन्छ जानु माग्छ या दिल्लीमा हुनुहुन्छ मुम्बईमा हुनुहुन्छ कुनै पनि लेभलको मान्छेहरु चाहे त्यो मिस्त्री लेभलको होस् कि चाहे उहाँ एउटा अफिसर र्याङ्कको होस् कि डाक्टर होस् कि टिचरहरु धेरै टिचरहरु छ कमान भित्र कति ज्ञानीहरु छ तपाईहरुले खटेर बनाएको नानीहरु छ कि छैन है छ नि त यस्तो बुद्धिजीवीको खानी हुन्छ हमेशा मान्छेले चाहिँ नि मान्छेहरुले पहिला कमानलाई अन्डरमाइन गर्थे क्या कमानले के बुझ्छ कमानको मान्छेले भन्थे कि भन्दैन सुप्रिम कोर्टमा भनेको हामीलाई भनेको कलकत्ताबाट जुन चाहिँ एडभोकेट्सहरु आयो उहाँहरुले भन्नुभएको यिनीहरु चाहिँ एक ध्यानी हुन्छ यिनीहरुसँग बोल्नु हुँदैन यिनीहरुले कुरा पनि बुझ्दैन बेसी बोल्यो भने खप्प काटेर मार्छ भन्छ तर त्यो कुरा त हामीले भने नि त उनीहरुले बुझ्छ ज्ञान छ दिमाग छ आमाहरु हो छोराछोरी हुर्काएर पढाएर ठुलो पारेको हो किन भन्नुस् त त्यो ध्याइ गयो र सबैलाई भन्छु मलाई चाहिँ यो पालि तपाईहरुले एकदमै तपाईहरुको किम्ती भोट एकपल्ट चाहिँ दिनुहोस् न त्यहाँको काम गरेन हजुर अब हेर्नुस् तपाईहरुले माग्नु भयो परिवर्तन तपाईहरुले माग्नु भयो तपाईहरुको काम गर्ने मान्छे आइजिजिएफ ले मलाई यहाँ प्रार्थी बनाएर पठाउनु भयो अब जिम्मेवारी कसको रहन्छ तपाईहरुको परिवर्तनको लागि बुझ्नुभयो त्यहाँ त हेरौँला नि खोला नाला झोडामा के काम गर्नु पोलिथिन बाट्नेमा के काम गर्नु तपाईहरुको मिनिमम वेज छ पैसा तपाईहरुको 500 रुपैयाँ भन्दा बढी हुनु पर्यो हिजो अस्ति मात्रै साउथ इन्डियामा 48 रुपैयाँ अझै बढ्यो 548 रुपैयाँ अन्त उनीहरुले चाह्यो भने हुन्छ नि त सरकारले कानुनले भन्छ पाउनु पर्छ यो त तपाईहरुलाई थाहा भएकै कुरा हामी त बार भन्छु र आज चाहिँ बेसी समय वेस्ट नगरिकन क्या तपाईहरुलाई चाहिँ म तपाईहरुसँगै बस्दै भए पनि मिल्दै भए पनि भोट नदिनुहोस् आशीर्वाद दिनुहोस् हो कि हैन भन्नुस् त आशीर्वाद दिनुहोस् त्यो आशीर्वाद चाहिँ औँलाको आशीर्वाद हो यसरी त थुप्रो दिनु भयो नि त हैन अब यसरी दबाएर पनि एकपल्ट आशीर्वाद दिनुहोस् त नारी जातिको जित हुन्छ नि त छोरी चेलीको जित हुन्छ तपाईहरुको जित हुन्छ आजको दिनमा तपाईहरु बोल्नु सक्थेन नि त बाहिर पुलिससँग कमानमा केही भन्यो भने चार्जसिट हैन र अब पोल झोस गरेकै पानी माग्नु पनि पाउँथेन रेनकोट माग्नु पनि पाउँथेन छाता नाम्नु पनि माग्नु पाउँथेन तर आजको दिनमा बोल्ने कसले बनायो त हामी सबैको एउटा सोच विचारले बोल्ने बनायो नि त अब डराउनुहुन्छ तपाईहरु कसैसँग पनि डराउँदैन र त्यही कारणले गर्दा चाहिँ अब चाहिँ हामीलाई के चाहिन्छ परिवर्तन बुझ्नुभयो सबैजनाको मैले आशीर्वाद दिँदै अब जितेर आउँछु है त हैन अब जितेर हजुर परिवर्तन एकदम परिवर्तन हेर्नु बिचमा आउला नि मासु भन्दै भात भन्दै 500 रुपैयाँ बोनस माग्दा रुँदै बस्दाखेरि कसैले याद गरेछ कसैले गरेको छैन त्यो चाहिँ अब कुन चाहिँ भोटले माग्नु साथी पनि त हामी विचार गर्नु पर्यो नि को आउँदो रहेछ यहाँ हामीलाई भोट माग्नु त्यति बेला भन्छौँ भनेर आउँदैन तपाईहरु भएको तर हाम्रो मुखमा
मुखमा छ नि त बोल्ने बाटो छ नि त हाम्रो मान्छे देख्ने बित्तिकै बटमटङ आउँछ अब त क्या त्यस्तो बनाइसकेको छ अब चाहिँ यो बोनसले गर्दाखेरि चाहिँ मान्छे देख्ने बित्तिकै तर कतिपयलाई त बिचाराहरूलाई एकट्ठा राखेर धम्काएर उसको बुढाहरूको काम खोसिदिन्छु भनेर के भनेर श्रमिकहरूलाई बिचाराहरूलाई बोल्नु लाउँदैछ तर उहाँ बोल्नेहरूको अनुहार खुसी छैन है जब कमान जिटिएमा पर्दैन भनेपछि त किन भोट माग्नु त सकिएको त र अनि अर्को एउटा अझै आउँछ होला कमलहरू खुल्दै त्यो पनि तपाईँले ध्यान दिनुपर्छ योपालि चाहिँ श्रमिकलाई भोट यो भोट चाहिँ श्रमिकको यो भोट चाहिँ वनबस्तीको यो भोट चाहिँ पहाडको परिवर्तनको भोट हो नि होइन र तपाईँहरूले अब हामीलाई काम गरेको त देखिरहनु भएको छ अझै कुद्नुपर्छ काम गर्नु ल र तपाईँहरूको आशीर्वाद दिँदै म बिदा लिएँ है त यहाँ टिङलिङबाट ल हजुर श्रमिक एकता जिन्दाबाद 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 समयलाई चिनो अवस्थालाई बुझी यही हो समय यही हो मौका छोरी बन्धनलाई समयमा नै चिनो तपाईँकी छोरी सबैकी चेली पहाडमा जन्मी पहाडमा हुर्केकी जान्दैनन् छल र कपट भुल्दैनन् जाति भुल्दैनन् संस्कृति गोर्खे छोरी बन्दनलाई तपाईँकी छोरी बन्दनलाई लगाएकी छोरी गर्दैनन् घमण्ड त्यसैले यसपालिको पहाडको छोरी बन्दनलाई खरसाङको छोरी बन्दनलाई समयलाई चिनो अवस्थालाई बुझे यही हो समय यही हो मौका असल छोरी बन्दनलाई समयमा नै चिनो असल छोरी बन्दनलाई समयमा नै चिनो विजय जुलुस जस्तो पो भयो त है विजय जुलुस हाम्रो हामी जितेको हो हामी जितेरै बस्छौँ हामी हार्नु जान्दैन श्रमिक एकता जिन्दाबाद छोरी ल हामी बिदा लियौँ हो नेपालीको भोट कन्फर्म गर्दैन दिदीलाई अरे भोट